पीताम्बर दाहालज्यूलाई पनि म आफ्नो ठाउँमा आसन ग्रहण गर्न अनुरोध गर्दछु। त्यस्तै गरेर हाम्रो धनेश्वर टोल विकास समितिका अध्यक्ष दिनेश सुवेदीज्यूलाई पनि निरौलाज्यूलाई पनि म आफ्नो ठाउँमा आसन ग्रहण गर्न अनुरोध गर्दछु। त्यस्तै गरेर हाम्रा अन्य सम्पूर्ण नवदुर्गा कीर्तन मण्डलीका पदाधिकारी तथा सदस्यज्यूहरू, धनेश्वर कीर्तन मण्डलीका पदाधिकारी तथा सदस्यज्यूहरू, यस धनेश्वर मन्दिर व्यवस्थापन समितिका सदस्य तथा पदाधिकारीज्यूहरू र यहाँ उपस्थित सम्पूर्ण यस धनेश्वर मन्दिर आसपासका बासिन्दा सम्पूर्णमा म आफ्नो ठाउँमा आसन ग्रहण गरेर बस्ने हुनुमा हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरेर हामीले आज जुन उत्साहका साथ यहाँ हाम्रो निम्तोलाई स्वीकारेर उहाँले हामीलाई आफ्नो महान कार्यमा सहभागी बनाउन आउनुहुने हाम्रा नेपालको वैज्ञानिक श्री महावीर पुनलाई स्वागत गरिदिन हुन म हाम्रा नवदुर्गा कीर्तन मण्डलका अध्यक्ष रविशबहादुर कार्की र मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रुद्रबहादुर कार्कीज्यूलाई म रुद्राक्षको माला र फुलको गुच्छा दिएर स्वागत गरिदिन हुन म हार्दिक अनुरोध गर्दछु। सबैले ताली बजाएर सम्मान जनाइदिन म हार्दिक अनुरोध गर्दछु। मैले यो उहाँको कार्य व्यस्तताको कारणले गर्दा कार्यक्रम तपाईको अनौपचारिक रूपमै मैले सुरु गरेको छु। विगत 30 वर्षदेखि बन्द अवस्थामा रहेको वीरगञ्ज स्थित कृषि औजार कारखाना पुनः सञ्चालनमा ल्याउनका लागि नेपाल सरकारको तर्फबाट व्यवस्था गरिएपछि कृषि प्रधान देश नेपालको गरिबी किसान दाजुभाइहरूलाई आवश्यक पर्ने विभिन्न कृषि औजार यन्त्रहरू स्वदेशमै उत्पादन गरी सुपथ मूल्यमा सुलभ तरिकाले नेपाली कृषकहरूमा पुर्याउने देशलाई परनिर्भरताबाट मुक्त गर्ने एकमात्र उद्देश्य पूरा गर्न आवश्यक रकमको जोहो गर्न आफ्नो आत्मकथामा लिखित सम्झना सपना र अभिनव यात्रा नामक पुस्तक बिक्री गर्दै हिँड्ने क्रममा नेपाल आमाका सपूत लगनशील एवं कर्मशील तथा युवाहरूका ढुकढुकी वैज्ञानिक श्री महावीर पुनज्यूलाई धमक नगरमा आइपुग्नु भएको भन्ने खबर हामी नवदुर्गा कीर्तन मण्डली परिवारबाट सुनेर जुन उहाँहरूसँग हामीले समय मैले अघि गरिसकेँ, समय मागे उहाँले समय दिनुभयो र आज यस पवित्र धार्मिक भूमिमा धनेश्वर धामको परिसरमा उहाँलाई हामीले राखेर जुन फुलगुच्छ रुद्राक्ष माला लगाएर स्वागत गरिसकेका छौँ। हामीले किताब लेख्छौँ, सबै हामी अन्यमा छौँ। हामीले केही कुरा हामीबाट मात्रै होइन, स्वयं अभियानको रूपमा हिँड्ने महान अभियन्ता वैज्ञानिक श्री महावीर पुनज्यूबाटै हामीले यसको उहाँको लक्ष्य के हो र किन उहाँ यसरी देश दौडामा आफ्नो घर गृहस्थी सबै छोडेर एउटा देश बनाउनका लागि हिँड्नुभएको छ, उहाँकै मुखबाट हामी उहाँलाई आज यो जुन दौडामा हिँड्नुभएको छ यस सम्बन्धी उहाँकै मुखबाट सुन्न हामी लालायिन्छौँ। त्यसकारण यो अभियानमा कसरी हिँड्नुभयो यो कुरा हामीलाई भनिदिनु हुन म आजका आकर्षक वैज्ञानिक महावीर पुनज्यूलाई म हार्दिक अनुरोध गर्दछु। धन्यवाद छ तपाईँहरूको कीर्तन मण्डलीले निमन्त्रणा गर्नुभयो यो धनेश्वर मन्दिरमा आज अनि धेरै यहाँ आउनु भएको छ। निकै चाख लागेको जस्तो लाग्यो र यो जुन अभियान छ अभियानको बारेमा म बताउँछु, तर त्योभन्दा अगाडि म के भन्न चाहन्छु भने समाज सेवा गर्ने मान्छे हो म। कस्तो मान्छे हो भन्दाखेरि समाज सेवा भन्दा मैले अर्को काम गरेको छैन र त्यो 32 वर्ष भयो। 32 वर्षसम्म
समाजसेवा भन्दा मैले अर्को कुनै जागिर खाएको छैन, व्यापार व्यवसाय केही गरेको छैन, खेतीपाती केही गरेको छैन। म एउटा फकिर जस्तो भएर यो समाजसेवा गर्ने भनेर हिँडिरहेको छु। त्योभन्दा अगाडि म अमेरिकामा पढ्थेँ। अमेरिकामा धेरै वर्ष पढेर नेपाल फर्केँ अनि समाजसेवातिर लागि। तर अमेरिका जानुभन्दा अगाडि म चाहिँ एउटा माध्यमिक विद्यालयमा शिक्षकको काम गर्थेँ। मैले नोकरी खाएको त्यति हो। त्यो शिक्षकको नोकरी गर्दाखेरि खाएको हो। र यो जुन छ यो मेरो लागि, अरूको लागि जेसुकै किसिमले हेरे तापनि मेरो लागि अहिलेको अभियान भनेको समाज सेवा गर्ने अभियान हो। किनभने 32 वर्षदेखि अहिलेसम्म समाज सेवा गरिरहेको छु, अभियान हो। र त्योभन्दा अगाडि पनि म समाज सेवा गरिरहेको थिएँ। म एउटा फकिर जस्तो मान्छे हो, किनभने केही गरेको छैन, केही नगरेपछि बस्ने ठेगाना पनि छैन, होइन, काम गर्ने ठेगाना पनि छैन, केही ठेगाना छैन, डुलिरहेको एउटा चाहिँ के अरे फकिर जस्तो घुमिरहेको। अब यसो गर्दाखेरि त्यही क्रममा यो काम, यो जुन छ वीरगञ्जको कृषि औजार कारखाना चलाउने काम चाहिँ कताबाट घुमेर मेरो थाब्लोमा आयो। कहानी चाहिँ लामो छ है, त्यही पनि छोटकरीमा के भन्छु तपाईँलाई, सरकारले मलाई चाहिँ एक दिन फोन गरेर, अर्थ मन्त्रालयले फोन गरेर यो कारखानाको लागि सञ्चालन गरिदिनको लागि अथवा मर्मत गरिदिनको लागि र सञ्चालन गरिदिनको लागि प्राविधिक सहयोग दिनु पर्यो भन्यो। किनभने यस्ता किसिमका कामहरू मैले राष्ट्रिय आविष्कार केन्द्र भन्ने एउटा संस्था खोलेर राष्ट्रिय आविष्कार केन्द्रमा विभिन्न किसिमका युवाको जमातहरूलाई चाहिँ राखेर विभिन्न किसिमका अनुसन्धानका कामहरू, नवप्रवर्तनका कामहरू, आविष्कारका कामहरू गरिरहेका छौँ। अनि कोरोनाको समयमा पनि हामीले धेरै कामहरू गर्यौँ। कोरोनाको लागि के अरे बचाउने, स्वास्थ्य कर्मीहरूलाई बचाउने धेरै कामहरू गरेका थियौँ। अब त्यस्तै केही काम गरेको देखेर सरकारले हामीलाई चाहिँ प्राविधिक सहयोग दिनको लागि अनुरोध गर्यो। अब सरकारले अनुरोध गरेपछि हामीले पनि हुन्न भन्नु त भएन। अनि हामी सहमत भयौँ र सरकारले पनि एउटा सम्झौता पत्र लेख्यो। सम्झौता पत्र के लेख्यो? उसैले लेख्यो, हामीले लेख्यो होइन सम्झौता। किनभने हामीलाई त्यो सम्झौता गर्ने, त्यहाँ पैसा खाने, अब ठेक्का लिने, लिजमा लिने भन्ने केही हामीले गर्ने खोजेको होइन। हामीले सरकारको त्यो कारखानालाई प्राविधिक सहयोग दिएर अलिअलि मर्मत सम्भार गरिदिन हुने सक्ने रहेछ भने हामीले गरिदिने, बिना पैसा गरिदिने। पैसा किनभने पैसा कमाउनुको उद्देश्यले गरेको होइन, त्यो लिजमा लिएर त्यो कारखाना चलाउने भनेको पनि होइन। गर्दाखेरि सरकारले के भन्यो भने एकदम मिठो वचनमा चाहिँ त्यो कारखाना मर्मत गर्नको लागि, त्यो कारखानालाई चाहिँ नयाँ मसिनहरू किन्नको लागि, चलाउनको लागि चाहिने खर्च अर्थ मन्त्रालयले हाल्ने, अनि हामीले सिर्फ प्राविधिक सहयोग दिने भनेर सम्झौता गर्यो। अब त्यति राम्रो सम्झौता गरेपछि हामी पनि त हो भन्न त भएन, होइन? हामीले केही माग गरेको छैन, जति खर्च लाग्छ सरकारले दिने। अब त्यसको लागि एउटा सञ्चालक समिति पनि बनायो, सरकारले बनाएको सञ्चालक समिति। अनि सञ्चालक समितिमा वीरगञ्जको भन्सार कार्यालयको हाकिम अध्यक्ष, अनि पर्सा जिल्लाको कोष तथा लेखा नियन्त्रण शाखाको हाकिम चाहिँ कोषाध्यक्ष, अनि उद्योग मन्त्रालयको एउटा प्रतिनिधि र कृषि मन्त्रालयको एउटा प्रतिनिधि चाहिँ गरेर अनि म गरेर 5 जनाको एउटा सञ्चालक समितिले यो कारखाना सञ्चालन गर्ने, देखरेख गर्ने भन्यो। हामीले त एउटा सहयोगीको मात्रै रूप हो, सहयोगी मात्रै हो हाम्रो रोल त। कारखाना सरकारकै हो, सरकारले खर्च गर्ने हो, अनि सञ्चालन पनि सरकारकै ती हाकिमहरूले गर्ने हो।
हामीले चाहिँ एउटा प्राविधिक सहयोग गर्ने हो भनेर हामी लाग्यौँ। लागेपछि निकै महिनापछि अब सञ्चालक समितिहरूले पनि हामीले सरकारलाई सबै किसिमको रिपोर्टहरू दियौँ, यताउता के गर्नुपर्ने हो गर्दै जाँदाखेरि पछि चाहिँ सरकारले अचानक एकदम कुरा फेरि आयो। सरकारले के गर्यो भने सम्झौता विपरीत कारखाना चाहिँ हामीलाई लोन लिएर चलाइदिने, ऋण लिएर चलाइदिने भनेर भन्यो। त्यस्तो शर्त राख्यो। अब हामी जस्तो मान्छेले, एउटा फकीर जस्तो मान्छेले, एउटा जोगी जस्तो मान्छेले कहिल्यै व्यापार व्यवसाय केही गरेको छैन, ऋण लिएर कसरी चलाउँछ? ऋण लिएर चलाउने भनेको त कसैले लिजमा लिएर, ठेक्कामा लिएर कारखाना, अनि ऋण लिएर कारखाना चलाएर नाफा खर्च घटाएर नाफा खानको लागि न ऋण लिने हो। हामी त नाफा खाने मान्छे त होइन, हामी त एउटा विशुद्ध समाज सेवा गर्ने मान्छे हो। यस्तो अवस्थामा सरकारले नराम्रोसँग झुक्क्या। अब झुक्की हामी पनि गल्ती हाम्रो पनि भयो, झुक्किने मान्छेको पनि गल्ती हुन्छ होइन। फलानाले मलाई झुक्क्यायो भनेर मात्रै भयो त भएन नि त। म किन झुक्किएँ त? अब झुक्किएँ, अब के गर्ने? त्यस कारणले ल ठिक छ, सरकारले झुक्क्याइहाल्यो। अब जे कामको जिम्मा लिएको थियो त्यो काम पुरा गर्ने भनेर हामीले त्यो कारखानालाई सरकारको एक पैसा पनि नलिइकन, सरकारले हाल्छ भने हालोस्, उसको बुद्धि आएर हाल्छ भने हालोस्, केही छैन, उसैको कारखाना हो। तर सरकारले हालेन भने पनि एक पैसा पनि नलिइकन हामीले यो कारखाना सञ्चालन गर्ने भनेर अनेक उपायहरू खोज्न थाल्यौँ। अब मसँग त के को पैसा हुन्छ? किनभने यत्रो 32 वर्षसम्म केही जागिर सागिर नखाएको, केही नगरेको मान्छेले अब खोल्तीमा 1 रुपियाँ पनि त हुनु पर्यो। मतलब बुङ्गा हो एकदम होइन, केही के अरे केही नभएको मान्छे हो। मैले कसरी पैसा हालेँ? तै पनि मैले उपायहरू खोज्न थालेँ। धेरै उपायहरू खोज्दाखेरि धेरै उपायहरू, लामो कहानी छ। त्यसलाई छोटकरीमा भन्दाखेरि यो किताब बेचेर चाहिँ किताब लेखेर बेच्ने, अनि पैसा आउँछ होला अलिअलि। त्योभन्दा अगाडि एउटा घटना के छ भने, एउटा यो मैले पाएको अन्तर्राष्ट्रिय मेडलहरू निकै पाएको छु मैले। अनि त्यो मेडलहरू पनि बेच्नु पर्यो भनेर त्यो विदेशतिरको भाइ बहिनीहरूलाई मैले, नेपाली भाइ बहिनीहरूलाई बेचो भनेर पठाएको, तिनीहरूले पनि बेच्नु सकेन। अनि मैले अमेरिकाबाट फर्केको 1-2 वर्षभित्रमा एउटा जग्गा किनेको थिएँ पोखराको छेउमा। त्यो जग्गा पनि मैले आफ्नो लागि किनेको होइन, एकजना वृद्ध मान्छेले साह्रै नै हत्या गरेर ल यो जग्गा मेरो जग्गा खाइदिनु पर्यो भनेर एकदमै दुःख पोख्यो त्यो वृद्ध मान्छेले। अनि दुःख उहाँको के थियो भन्दाखेरि, उहाँको एउटा छोरो चाहिँ अस्ट्रेलिया गएको 12 वर्षसम्म फर्केन। अनि एउटा छोरा चाहिँ युकेतिर गएको छ, 4-5 वर्ष भयो, त्यसले पनि आउँदैन, हामीलाई हेर्दा पनि हेर्दैन। 2टा छोरामा 2टै विदेशी। अब यहाँ बुढाबुढी छु, यो जग्गालाई के गर्ने? जसरी पनि खाइदिनु पर्यो भन। अब म जस्तो मान्छेलाई भन्छ, मैले अब त्यो केही जग्गा किन्ने, सम्पत्ति जोड्ने भनेर त लागेको छैन म त। अनि उसको त्यो बुढो मान्छेको उहाँको चाहिँ के अरे अलि दुःख सुनेपछि मलाई पनि केही न केही अलि माया लाग्यो। अनि त्यही भएर मैले त्यो जग्गा किनिदिएको थिएँ, 28 रुपियाँ जग्गा। त्यो जग्गा बेच्नलाई मैले कति दुःख के अरे प्रयास गराएँ, त्यही पनि बिकेन। अब के गर्ने? केही पनि छैन। गर्दाखेरि एउटा भगवानको खेला भने जस्तो होइन, भगवानले बाटो लगाइदिन्छन् भने जस्तो आँट्नु पर्छ रे, अनि भगवानले एउटा बाटो लगाइदिन्छन् भने जस्तो यो एउटा बाटो कहाँबाट यो ठ्याक्कै आयो के भन्दाखेरि किताब लेखेर चाहिँ के अरे यो पैसा जम्मा गर्ने भन्ने सो आइडिया आयो, कतै आयो। अनि आइडिया आउने बित्तिकै मैले किताब लेख्न थालिहालेँ।
फटाफट किताब लेखेँ, फटाफट छापियो अनि बेच्न हिँड्यो। तर यो कथा सुन्दाखेरि चाहिँ अचम्मै लाग्छ। संसारभरिको मान्छेहरूले नै अचम्म मान्छन्, हाम्रो मान्छेहरूले पनि अचम्म मानेका थिए सुरुमा। अहिले चाहिँ अलिकति कम अचम्म मान्छन्। अचम्मको कुरा के हो भने संसारमा कहीँ नभएको, किताब त सबैले लेखेको छ, सबैले बेचेको छ होइन, त्यो त जहाँसुकै भइरहेछ। तर संसारमै नभएको कुरा के हो भने किताब बेचेर पैसा जम्मा गरेर सरकारको नचलेको कारखानालाई, बन्द भएको कारखानालाई चलाइदिनु पर्ने। यस्तो चाहिँ भाग्यमा, नेपालीहरूको भाग्यमा चाहिँ यस्तो लेखेर छ है। अनि त्यो चलाउने जिम्मा चाहिँ भगवानले मलाई दिएर चाहिँ भनौँ न एक किसिमले। अब गर्दाखेरि अब के गर्ने, अब केही सिप नलाएपछि केही न केही त गर्नु पर्यो। अब भाग्यमा लेखेको छ त अब कसरी जान्छ त, टर्दैन भने जस्तो। अनि यो किताब लेखेर बेच्दै हिँडेको हो। र अब यो बेच्दै हिँड्नुपर्ने कारण पनि के हो भने योभन्दा अर्को उपाय छैन। कहीँबाट केही आउने नभएपछि त केही न केही कि मर्नु पर्यो कि केही न केही त गर्नु पर्यो। गर्दै जाँदाखेरि आज यो किताब बेच्दै हिँडेको पश्चिम महाकाली, सुदूरपश्चिम महाकालीबाट नै, महाकालीको त्यो किनारको जिल्लाहरूबाट नै सुरु गरेर अहिले यहाँ सुदूर पूर्वमा मेचीको यहाँ नजिकमा आइपुगेको छ। आज 439 दिन भयो यो किताब बेच्दै हिँडेको। 439 दिनमा किताब बेचेको दिन मात्रै। कहिले यो उसमा दसैँ तिहारमा चाहिँ दसैँ मनाउन गइयो होइन, कहिले कहिले काम गरेर विदेशमा चाहिँ काठमाडौँ गएँ 2-4 पटक, नत्र किताब बेचेको बेचै छ। त्यसरी चाहिँ 439 दिनसम्म यो किताब बेचेर यहाँसम्म आइपुगेको छु। 42वटा जिल्ला सकियो। यो झापा जिल्ला 43औं जिल्ला हो। अब अझै पनि यो झापा जिल्ला सहित 35 जिल्ला बाँकी छ। 35 जिल्लामा बागमती प्रदेश पुरै बाँकी छ। गण्डकी प्रदेशको पनि अब झन्डै 75% त बाँकी छ। र अब यहाँबाट माथि ताप्लेजुङतिर कोशी प्रदेशको यही मधेसको एरिया मात्रै सकिँदैछ, अझै पनि बाँकी छ। यसरी यो किताब बेचेर हिँडिरहेको छु, पैसा जम्मा गरिरहेको छु। पैसा जम्मा भएर छ, राम्रो पैसा जम्मा भएको छ। अहिलेसम्म 2 लाखवटा भन्दा त्यो मोरङ जिल्लामै त्यो उर्लाबारीतिर उतातिर किताब बेच्दै 2 लाख काटेको हो। अब यहाँ झापामा आएको 6-7 दिन भयो, अब 2 लाख त निकै काटिसक्यो। र किताब बेचेर यो के अरे पैसा चाहिँ करिब अब खर्च कटाएर एकदमै मिनिमम खर्च कटाएर चाहिँ 11 करोड रुपियाँ भन्दा बढी पैसा चाहिँ यो किताब बेचेर जम्मा गरेको छ। अब 2 लाख काट्यो। मैले सुरुमा अनुमान के गरेको थिएँ भने नेपालमा 1% मान्छेहरू कुरा बुझ्ने मान्छेहरू छन् होला। कुरा के को कुरा बुझ्ने भन्दाखेरि यो कारखाना चलाउनु पर्छ, कारखाना चलाएर किसानहरूलाई खेती गर्नको लागि चाहिने औजार बनाइदिनु पर्छ भन्ने कुरा बुझ्ने मान्छे। कुरै नबुझ्ने मान्छे त छँदै छैन। कुनै पनि देशमा केही मान्छे कुरा बुझ्ने हुन्छन्, केही मान्छे कुरा नबुझ्ने हुन्छन्। कुनै पनि देशमा, कुनै पनि समाजमा त्यस्तो हुन्छ। भनेपछि करिब नेपालमा 3 करोड नेपाली मध्येमा 1% जनता त कुरा बुझ्ने छन् होला, कुरा बुझ्छन् होला पक्कै पनि भन्ने मलाई विश्वास थियो। त्यो विश्वास भनेको के हो भने 3 करोडको 1% भनेको 3 लाख मान्छेले किताब किनिदिए भने अनुमान हो। त्यो किनिदिए भने अब करिब 15-16 करोड त हुन्छ होला, बच्छ होला भन्ने मैले सुरुमै अनुमान गरेँ। यो किताब नछाप्दै अनुमान गरेको थिएँ, तर कसैले पनि विश्वास गरेन। हुँदैन भने हो के गर्ने। त्यसैले अहिलेसम्म यहाँसम्म 2 लाख काटिसकेपछि अब बाँकी 35वटा जिल्लामा त 1 लाख त पक्कै काट्छ, 1.5 लाख त हुन्छ। गर्दाखेरि 20-22 करोड रुपियाँ पक्कै पनि बचाउन सकिन्छ भन्ने विश्वास छ। अहिलेसम्म बेचेको यो किताब बेचेर जम्मा गरेको पैसाले वीरगञ्जमा भएको कृषि औजार कारखाना
जो 30 वर्षसम्म बन्द भएको थियो त्यसलाई पुरा मर्मत गर्यो। मर्मत गर्नलाई 1 वर्ष पुरा लाग्यो। 25 जनाको टोली, 12 जना इन्जिनियर, 13 जना टेक्निसियनलाई रात दिन काम गर्दाखेरि चाहिँ पुरा मसिनहरू सफाई गरेर मर्मत गरेर चलाउँदाखेरि 1 वर्ष त मर्मत गर्न लाग्यो। र अहिले 15 किसिमका औजारहरूको नमुनाहरू बनाएर परीक्षण गरेको छ। हामीले बनाउने औजार भनेको ठुलो औजार होइन, ठुलो किसानको लागि चाहिने औजार होइन। हाम्रो सानो सानो किसानहरूको लागि, पहाडको किसानहरूको लागि, तराईको किसानहरूको लागि साना साना औजारहरू हो हामीले बनाउने भनेको। हामीले बनाउने लक्ष्य गरेको औजार भनेको सानो धान रोप्ने औजारहरू, मसिनहरू, अनि तरकारी रोप्ने, आलु रोप्ने, अनि मकै रोप्ने, पहाडतिरको लागि कोदो रोप्ने, यस्ता विभिन्न किसिमका बालीहरू लगाउने के बनाउन सकिन्छ। अहिले धेरै अब त्यो औजारहरू बनाउने अनि कोड्ने मसिन सानो औजार पनि बनिरहेको छ। अनि धान काट्ने, धान झार्ने, सुकाउने, कोदो काट्ने, कोदो झार्ने जस्ता मसिनहरू पनि बन्दैछन्। आलु खन्ने मसिनहरू बन्दैछन्। घाँस काट्ने, यो गाई भैँसी पाल्नेवाला घाँस काट्ने मसिनहरू पनि बन्दैछन्। यस्ता माछा काट्नेहरूको लागि छुट्टै किसिमका विभिन्न किसिमका सानातिना मसिनहरू बनेर परीक्षणहरू भइरहेका छन्। 6-7 मसिन चाहिँ अहिले सफल पनि भएको छ र तिनीहरूको उत्पादन पनि सुरु भएको छ। अब बिस्तारै बिस्तारै बाँड्ने सर्दैछ। यो भनेको बाँड्ने सरेकै हो, किनभने दुबुर्न सकिँदैन, एकैचोटि दुबुर्न सकिँदैन। अब पहिला पैसा पनि थिएन, अब पैसा त अब भयो कमसेकम, अब पैसाको खाँचो चाहिँ भएन। अब दुबुर्नलाई अर्को के चिज चाहिएको छ भने के अरे मान्छे चाहिएको छ, सिप भएको मान्छे चाहिएको। पैसा भन्दा खोज्नुभन्दा सिप भएको मान्छे खोज्नु गाह्रो हुने रहेछ नेपालमा। एउटा कुरा यो चाहिँ अनुभव भयो। कुनै चिज केही गर्नु पर्यो भने सिप भएको मान्छे नै पाउँदैन, जति फकाएर बोलाएर गर्दाखेरि पनि पाउँदैन। त्यसैले सिप भएको मान्छेहरू पनि निरन्तर रूपमा खोजिरहेको छु। कोही मान्छे काम गर्नको लागि सिप छ, गाउँघरमा त्यसै बसिरहेको छ, जमाले चिनेको मान्छे पनि कोही विदेशमा काम गरेर अहिले घरमा बसिरहेको छ अनि नोकरी गर्न चाहन्छ, अथवा त्यहाँ गएर केही न केही योगदान दिन चाहन्छ। त्यस्ता किसिमका मान्छेहरू छन् भने तपाईँले पठाइदिनुहोस्। हामीले 2-3 हप्ता त्यहाँ राखेर कारखानामा काम गराउँछौँ। काम गरेर राम्रो काम छ भने उसलाई हामी तुरुन्तै जागिर पनि दिन्छौँ। यस्ता किसिमका। अनि गाउँघरमा कसैले केही न केही चाहिँ जस्तो आरन राखेर अथवा कुनै न कुनै सानो व्यवसाय गरेर केही न केही चिजहरू बनाइरहेको छ, औजारहरू बनाइरहेको छ। त्यस्ता मानिसहरू कोही छन् भने कारखानामा पनि बोलाइरहेको छ, आऊ तिमीहरू कारखानामा आऊ, तिमीहरूको आफ्नै छुट्टै चाहिँ धन्दा गर। हामी ठाउँ दिन्छौँ, बस्ने ठाउँ दिन्छौँ, खाने व्यवस्था गरिदिन्छौँ, बिजुली बत्ती सबै मसिनहरू चाहिँ चलाउन पाइहाल्छ। आऊ धन्दा गर, बनाऊ, बेच पनि भन्छौँ। अब कोही पनि आउँदैन। अब के यस्तो छ कुरो। यसरी चाहिँ यो कारखाना चाहिँ अहिले यसरी चलिरहेको छ। जे होस्, अब ठुलो यो इन्डियाको जस्तो ठुला कम्पनीहरूको जस्तो, टाटा कम्पनी जस्तो, के कम्पनीहरू जस्तो, चाइनाको जस्तो अब ठुलो धेरै मात्रामा उत्पादन गर्न नसके पनि केही न केही सिक्दैछौँ, हेर्दै जाउँ। 2-3 वर्षमा राम्रै होला भन्ने चाहिँ हाम्रो आशा छ। यही हो। अब दिमागले सकेको जति, अब जे जति सकिन्छ त्यही हो गर्ने र किसानहरूलाई सेवा गर्ने। यो हामीले यो कारखाना चलाएर हामी उद्योगपति हुन खोजेको पनि होइन, हामी उद्योगपति हुने मान्छे होइन, अनि पैसा कमाउन खोजेको पनि होइन। पैसा अहिलेसम्म 32 वर्ष भयो 1 रुपियाँ कमाएको छैन मैले। मेरो लागि आफूले काम गरेर अहिले म 70 वर्ष पुगेर 71 वर्ष लागिसक्यो। अब किन कमाउनु पर्यो है? खाना पकाउन पुगेकै छ, भोकै भएको छैन,
दुःख पाएको छैन होइन भनेपछि किन कमाउनु पर्यो कोहीले यसरी चाहिँ चलिरहेको छ। तपाईँहरू पनि कोही अब त्यतातिर गएर हेर्न चाहनुहुन्छ